सो हेलो एभ्रिवान। मेरो नाम सुदीप पराजुली अनि आज चाहिँ म तपाईँहरूको लागि एउटा अल्गोरिदमको कन्सेप्ट लिएर आएको छु होइन। अल्गोरिदमको नाम चाहिँ जेनेटिक अल्गोरिदम छ होइन। यसलाई चाहिँ म हुन्छ नि मलाई अझैसम्म पनि एकदम इन्ट्रेस्टिङ लाग्ने एउटा अल्गोरिदम हो यो होइन। अनि त्यस पछाडि यसको बारेमा अलिकति डिस्कस गर्दाखेरि चाहिँ अब हामीले जुन नेचरमा देख्छौँ नि होइन, नेचरमा जस्तै हामीले अब हामीलाई सबैलाई थाहा छ होइन, ह्युमन बिङ्सहरू चाहिँ एउटा स्टोन एजबाट चाहिँ इभल्भ हुँदै चाहिँ अहिले हामी होइन, करेन्टली अहिले हामी जुन पोजिसनमा छौँ होइन। अब त नयाँ युग छ होइन, आर्टिफिसियल इन्टेलिजेन्सको युग छ। अब त एजिआईको कुरा पनि गरिरहेका छन् होइन। बट यो कुरा चाहिँ कतिको पोसिबल छ छैन भन्ने कुरा चाहिँ हामी होइन आज डिस्कस गर्दैनौँ होइन। हामीले मेजरली भनेको चाहिँ अब नेचर चाहिँ कसले बनायो त होइन, नेचरको यो फ्लो कसले बनायो होइन, किन चाहिँ सबै कुरा यस्तो छ होइन, अनि हामीलाई चाहिँ कसले बनायो अनि अथवा नेचर चाहिँ किन यो तरिकाले बिहेभ गर्छ होइन, यो कुरा चाहिँ एकदमै मिस्ट्रीकै रूपमा रहेको छ होइन। सो यतिसम्म कि होइन, अथवा एउटा फ्लावरमा चाहिँ 5 वटा पेटल किन हुन्छ अथवा यो चाहिँ किन भइरहेछ भन्ने कुरा चाहिँ हामी सबै कुराको नलेज अथवा इन्फर्मेसन चाहिँ हामीसँग पनि छैन होइन। अनि यसमा चाहिँ हामीसँग यो चाहिँ मलाई कहाँबाट हिट भयो भन्दाखेरि चाहिँ हाम्रो एउटा 7th सेमेस्टरमा चाहिँ एउटा हामीले एआई भन्ने बुकमा चाहिँ क्रिप्ट आर्थमेटिक भन्ने प्रब्लम थियो क्या होइन। अनि क्रिप्ट आर्थमेटिक प्रब्लमले चाहिँ के भन्थ्यो भन्दाखेरि यो प्रब्लममा चाहिँ जस्तै हामीले दुईवटा वर्ड हुन्छ हामीसँग होइन, दुईवटा वर्डलाई जोडेर चाहिँ हामीले एउटा थर्ड वर्ड बनाउँछौँ है। अब फर इक्जाम्पल मसँग चाहिँ मैले चाहिँ दुईवटा वर्ड लिएँ अरे, सेन्ड प्लस मोर भनेर होइन। अब सेन्ड र मोरलाई जोड्दाखेरि चाहिँ मनी हुन्छ अरे। अब यो कसरी हुन्छ भन्दाखेरि यसको चाहिँ सर्टेन रुल्सहरू छन् क्या। जस्तै अब हामीले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि जुन यो लेफ्ट ह्यान्ड साइडको कुरा छ नि, जस्तै सेन्ड र मोर छ नि होइन, यो कुरा चाहिँ कस्तो हुनु पऱ्यो भन्दाखेरि यहाँबाट चाहिँ हामीले युनिक क्यारेक्टर निकाल्नु पऱ्यो होइन। टोटल युनिक क्यारेक्टर चाहिँ हाम्रो 10वटा भन्दा बढी हुनु हुँदैन होइन, यो चाहिँ हाम्रो एउटा रुल हो। अनि अर्को भनेको चाहिँ हामीले सबै क्यारेक्टरहरूलाई चाहिँ 0देखि 9सम्मको चाहिँ एक एकवटा भ्यालु चाहिँ असाइन गर्छौँ क्या। जसरी नै यहाँ तपाईँले देख्न सक्नुहुन्छ यसको सोल्युसन चाहिँ यसरी असाइन गरेको छ होइन। अब यो दुईवटा नम्बरलाई चाहिँ यसलाई चाहिँ मैले सबैलाई भ्यालु असाइन गरेँ भने चाहिँ यसको भ्यालु चाहिँ यति हुन्छ अनि यसको भ्यालु यति अनि यसलाई चाहिँ जोड्दाखेरि चाहिँ यति हुन्छ होइन। अब यो कुरा चाहिँ हामीले पत्ता लगाउनु पर्ने हुन्छ क्या, यो नम्बर चाहिँ कति हुन्छ होइन, अथवा इन्डिभिजुअलको चाहिँ सोल्युसन कति हुन्छ यो कुरा पत्ता लगाउनु पर्छ। यो चाहिँ भनेको एउटा च्यालेन्जिङ प्रब्लम हो क्या होइन। यो प्रब्लम चाहिँ अब हाम्रो ह्युमनलाई चाहिँ एकदमै सिम्प्लिस्टिक लाग्न पनि सक्छ होइन, किनकि हाम्रो ह्युमन ब्रेन चाहिँ डिफ्रेन्ट तरिकाले फङ्सन गर्छ होइन। बट एट द सेम टाइम होइन, कम्प्युटरले चाहिँ यस कुरा गर्नको लागि चाहिँ एकदम स्ट्रगल भइरहेछ होइन। अब कसरी स्ट्रगल हुन्छ भन्दाखेरि कम्प्युटरले चाहिँ यो कुरालाई सल्भ गर्ने तरिका भनेको चाहिँ ब्रुट फोर्स मेथड हो क्या एउटा होइन। जस्तै ब्रुट फोर्समा चाहिँ के गर्ने भन्दाखेरि इन्डिभिजुअल लेटरहरूलाई चाहिँ एक एकवटा नम्बर असाइन गर्दै अनि यसले चाहिँ ब्रुट फोर्स वेमा चाहिँ सोल्युसन फाइन्ड गर्न ट्राई गर्छ क्या होइन। अब ब्रुट फोर्स मेथड चाहिँ हाम्रो कतिको पोसिबल छ भन्दाखेरि आजकलको जेनेरेसनको चाहिँ कम्प्युटरहरू चाहिँ एक्सट्रिमली पावरफुल छन् होइन। अनि त्यस पछाडि त्यो कारणले गर्दाखेरि चाहिँ आजकल ब्रुट फोर्स पनि एकदमै फास्ट इनफ हुन्छ होइन हुन चाहिँ। अनि त्यो कुराको कारणले गर्दाखेरि चाहिँ ब्रुट फोर्स पनि एउटा राम्रो मेथड चाहिँ हो होइन, यदि हामीले कम्पिटिसनको चाहिँ त्यत्रो धेरै सिरियसली लिँदैनौँ भने होइन। अनि अर्को भनेको चाहिँ अब यहाँ अलिकति रुल्सहरू लेखेको छ होइन। यो चाहिँ मेरो पास्ट इयर मैले मिडियममा आर्टिकल लेखेको थिएँ अनि त्यो आर्टिकलमा तपाईँले अझै डिटेलमा हेर्न सक्नुहुन्छ होइन। अर्को भनेको चाहिँ अब जस्तै यसमा चाहिँ अब हामीले ह्युमन ब्रेनले गर्दा चाहिँ कसरी क्यालकुलेसन गरिन्छ भन्दाखेरि चाहिँ जस्तै अब हामीले कलम्सहरू हुन्छ नि, जस्तै ए प्लस ए जोड्दा चाहिँ ए अथवा बी प्लस बी जोड्दा चाहिँ बी प्लस ए जोड्दा चाहिँ बी भयो भने चाहिँ अब ए को भ्यालु त 0 हुनु पऱ्यो नि त होइन, किनकि ए को भ्यालु 0 छ भने त 0 प्लस 0 0 हुन्छ होइन त हो। यसरी चाहिँ हामीले एउटा हुन्छ नि सिस्टम अफ लिनियर इक्वेसन अथवा सिस्टम अफ इक्वेसन्सहरू बनाएर चाहिँ हामीले त्यसलाई त्यसरी पनि सल्भ गर्न सक्छौँ होइन। हामीले ह्युमन तरिकाले हामीले हुन्छ नि हाम्रो दिमाग युज गरेर सल्भ गर्दा चाहिँ होइन। अनि हो त्यो कारणले चाहिँ हामी त्यसरी सल्भ गरिरहेको हुन्छौँ होइन। अब अर्को भनेको चाहिँ अब यसको चाहिँ अल्टरनेट वे चाहिँ के छ भन्ने कुरा चाहिँ म एक्सप्लोर गर्दै थिएँ क्या। अनि एक्सप्लोर गर्ने क्रममा चाहिँ मलाई चाहिँ एउटा अल्गोरिदम हिट भयो क्या होइन। त्यो अल्गोरिदमको नाम चाहिँ जेनेटिक अल्गोरिदम थियो, त्यो पनि त्यही बुकमा थियो क्या। त्यो चाहिँ अलिकति पछाडिको सेक्सनमा थियो होइन। अब जेनेटिक अल्गोरिदम चाहिँ कसरी काम गर्छ थोरै त्यो कुरा भनेर डिस्कस गरौँ है त, के हो भन्ने कुरा होइन। यो भनेको चाहिँ एउटा अल्गोरिदम हो जुन चाहिँ नेचरको इभोल्युसनमा बेस्ड भएको अल्गोरिदम हो होइन। यसले चाहिँ कसरी काम गर्छ भन्दाखेरि जसरी चाहिँ हाम्रो नेचर इभल्भ हुन्छ नि, जसरी चाहिँ अब जस्तै ह्युमनको इभोल्युसन हुनुभन्दा अगाडि ह्युमनको इभोल्युसन कसरी हुन्छ भन्दाखेरि जुन तरिकाले हाम्रो जस्तै इनिसियली एउटा कुनै पपुलेसन थियो होला नि त होइन। अब त्यो पपुलेसन चाहिँ के हुन्छ भन्दाखेरि त्यो पपुलेसनको चाहिँ हामीले के गर्छौँ भन्दाखेरि एउटा फिटनेस स्कोर निकाल्छौँ क्या होइन। जस्तै हाम्रो एउटा डार्विनको रुल पनि छ नि त, सर्भाइभल अफ द फिटेस्ट भनेर होइन। अनि त्यस पछाडि चाहिँ
हामीले के गर्छौँ भन्दाखेरि अब सेलेक्ट मेट भनेको छ होइन। अब यसलाई मेट भनेको एउटा मेट सेलेक्ट गर्ने, त्यस पछाडि क्रसओभर हुन्छ होइन। अब क्रसओभर भएपछि हामीले एउटा ऱ्यान्डम म्युटेसन अथवा यो चाहिँ भनेको ऱ्यान्डमनेस इन्ट्रोड्युस गराउँछौँ क्या। जस्तै हाम्रो नेचरमा पनि त होइन एकदमै जुन कुरा चाहिँ सबै कुरा नर्मली हुँदैन, जस्तै कोभिड आउँछ, कहिले के आउँछ होइन। अनि त्यसरी चाहिँ त्यो कुराहरूलाई चाहिँ हाम्रो बडीले एड्याप्ट गरेर हाम्रो बडी चाहिँ नेक्स्ट जेनेरेसनको लागि चाहिँ नेक्स्ट जेनेरेसनको रोगहरूको लागि चाहिँ रेडी भएको हुन्छ नि त होइन। जस्तै पास्टमा मान्छेहरू निमोनियाले मर्थे भने आजकल निमोनियाले कम मर्छन् होइन। अनि हो यस्तो कुराहरू चाहिँ इभल्भ भइरहेछ होइन। अब यस पछाडि रिप्रोडक्सन हुन्छ, अनि यो तरिकाले चाहिँ हाम्रो के भइरहेछ भन्दाखेरि पपुलेसन चाहिँ स्ट्रङ हुँदै गइरहेछ क्या। भनेपछि जेनेरेसन टु जेनेरेसन चाहिँ इभल्भ भइरहेछन् होइन ह्युमनहरू। हो त्यो कुरा चाहिँ यही कुरालाई चाहिँ हामीले लिएर चाहिँ हामीले जेनेटिक अल्गोरिदम बनेको होइन। अब यसलाई चाहिँ हामीले कसरी प्रोग्रामेटिकली कसरी इम्प्लिमेन्ट गर्छौँ भन्दाखेरि चाहिँ हामीले सुरुमा एउटा इनिसियल पपुलेसन चाहिँ डिफाइन गर्नु पऱ्यो होइन। अब हाम्रो क्रिप्ट अर्थमेटिक प्रब्लमको केसमा हामीले के गर्नु पऱ्यो भन्दाखेरि एउटा इनिसियल पपुलेसन भनेको चाहिँ हामीले एउटा इनिसियली चाहिँ सबै कुरालाई चाहिँ एक एकवटा ऱ्यान्डम भ्यालु असाइन गर्नु पऱ्यो होइन। सुरुमा चाहिँ ऱ्यान्डम भ्यालु असाइन गर्नु पऱ्यो। अनि त्यस पछाडि चाहिँ हामीले इन्डिभिजुअल्सहरूलाई चाहिँ त्यो डिफ्रेन्ट कुराहरू चाहिँ बनाएपछि चाहिँ हामीले के गर्नु पऱ्यो भन्दा त्यहाँबाट चाहिँ सिलेक्सन गर्नु पऱ्यो क्या। अब फिटनेस फङ्सन निकाल्नु, मैले अघि फिटनेस फङ्सनको कुरा गरेको थिएँ नि त होइन। अब फिटनेस फङ्सनले चाहिँ हाम्रो डिसाइड गर्छ कि त्यो चाहिँ त्यसलाई चाहिँ हामीले नेक्स्ट जेनेरेसनमा चाहिँ पुस गर्ने कि नगर्ने होइन। त्यसलाई चाहिँ हामीले नेक्स्ट जेनेरेसन मिटिङको लागि पुस गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ त्यहाँबाट डिसाइड हुन्छ होइन। अब फिटनेस फङ्सन चाहिँ कसरी निकाल्न सकिन्छ होला भन्दाखेरि चाहिँ जुन यो कुराको डिफ्रेन्स छ नि होइन। जस्तै अब हामीले चाहिँ एलएचएस र आरएचएसको चाहिँ जुन डिफ्रेन्स निकाल्यौँ भने चाहिँ त्यो डिफ्रेन्स चाहिँ जसको चाहिँ मिनिमम छ होइन, अथवा जसको डिफ्रेन्स 0 छ होइन, 0 हुने चाहिँ आइडल फिटनेस फङ्सन भयो होइन। किनकि यो माइनस यो गऱ्यौँ भने त हाम्रो 0 आउँछ होइन। अनि त्यसरी नै हामीले चाहिँ फिटनेस फङ्सनलाई चाहिँ असाइन गर्छौँ क्या। अनि जति नियरेस्ट आउँछ त्यही अनुसारले चाहिँ त्यसलाई चाहिँ हामीले लिँदै अनि अगाडि बढाउँदै गर्छौँ क्या होइन। अब यसरी सेलेक्सन गर्छौँ, त्यस पछाडि हामीले क्रस ब्रिडिङहरू पनि गर्छौँ होइन। त्यसरी ऱ्यान्डम पपुलेसन्सहरू लिएर होइन, त्यस पछाडि अनि इभ्यालुएसन गर्दै अनि हामीले चाहिँ नयाँ निकाल्छौँ क्या। अब जस्तै यहाँ पनि भनेको छ होइन, एलएचएस र आरएचएसको चाहिँ इक्वेसनको एम चाहिँ हाम्रो 0 निकाल्ने तरिकाले चाहिँ हामीले तयारी गर्छौँ होइन। त्यस पछाडि अब चुज द बेस्ट इन्डिभिजुअल बेस्ड अन फिटनेस स्कोर होइन। त्यस पछाडि हामीले पेयर्सहरूमा कम्बाइन गरेर चाहिँ क्रसओभर गर्छौँ होइन। त्यसपछि म्युटेसन गर्छौँ। अनि यही प्रोसेसलाई चाहिँ हामीले इट्रेसन गर्छौँ कतिखेरसम्म भन्दाखेरि जबसम्म चाहिँ फिटनेस स्कोर 0 हुँदैन अथवा त्यसको सोल्युसन चाहिँ फाउन्ड हुँदैन क्या होइन। अब मैले चाहिँ अप्रोचलाई टेस्ट गर्दाखेरि चाहिँ कस्तो खालको रिजल्ट पाएँ भन्दाखेरि चाहिँ अब यसले चाहिँ मेजरली कस्तो खालको काम गर्दो रहेछ भन्दाखेरि तपाईँले चाहिँ यसलाई पनि ट्राई गर्न सक्नुहुन्छ। मैले कोड पनि यसको मिडियमको ब्लगको बटममा राखेको छु होइन। कम्पेरिजन गर्दा चाहिँ के हुँदो रहेछ भन्दाखेरि जेनेटिक अल्गोरिदम चाहिँ नर्मल अल्गोरिदम भन्दा चाहिँ सर्टेनली बेटर चाहिँ हुनसक्छ क्या कुनै पनि केसमा। कसरी भन्दाखेरि यसले चाहिँ एभरेज वेमा चाहिँ राम्रो पर्फर्म गर्ने रहेछ क्या। जस्तै ब्रुट फोर्सको सिनेरियो कस्तो हुन्छ भन्दा ब्रुट फोर्सलाई चाहिँ अलिकति हार्ड टाइपको प्रब्लम भयो अथवा अलिकति कम्प्लेक्स प्रब्लमहरू भयो भने चाहिँ ब्रुट फोर्स मेथडलाई अलिकति बढी टाइम लाग्छ क्या होइन। तर यो कुरा चाहिँ जहिले पनि यही हुन्छ यदि यी नै हुन्छ भन्ने कुरा नि हुँदैन होइन। इनिसियली कुन कुरा लिएको छ भन्ने कुरामा पनि डिपेन्ड गर्छ, धेरै कुराहरू हुन्छ प्यारामिटरहरू होइन। बट रफली कुरा गर्दाखेरि चाहिँ जेनेटिक इभोल्युसन गर्दाखेरि चाहिँ एउटा सोल्युसनको लाइन कर्भ लाइन हेऱ्यौँ भने चाहिँ हामीले एउटा एभरेज ग्राफ देख्छौँ क्या। भनेको एउटा सर्टेन एउटा एभरेज टाइममा चाहिँ सल्भ भइरहेको हुन्छ। भनेपछि प्रब्लमको कम्प्लेक्सिटी बढाउँदै जाँदाखेरि पनि होइन हाम्रो जेनेटिक अल्गोरिदमलाई चाहिँ खासै फरक नपर्ने भयो क्या। किनकि यो चाहिँ भनेको फिटनेस फङ्सनमा बेस्ड हुने भयो। अनि यसले चाहिँ ऱ्यान्डम पपुलेसनहरू भइरहेको हुन्छ, यसमा म्युटेसनहरू इन्ट्रोड्युस गराएको हुन्छौँ हामीले होइन। अनि त्यो कारणले गर्दा चाहिँ हामीले डिफ्रेन्ट प्रब्लमहरूलाई चाहिँ यसरी प्लट गर्न सक्छौँ होइन। अनि त्यस पछाडि भनेको अब यसमा चाहिँ यो ग्राफ हेर्दा चाहिँ अब नथिङ एक्स्ट्रा अर्डिनरी होइन। किनकि अब हाम्रो चाहिँ ब्रुट फोर्स मेथड नै बढी इफेक्टिभ देखिन्छ, किनकि यसमा टाइम पनि कम लागेको छ होइन। जस्तै हामीले यो येल्लो कलरको लाइन देख्न सक्छौँ होइन।